हामी सत्तामा पुग्यौँ भने 3 दिन मात्रै स्कुल खोल्छौँ हामी। त्यो यत्रो 6 दिन 7 दिन पढिराख्नु पर्ने आवश्यकै छैन। 3 दिन पढ्ने, 4 दिन काम गर्नुपर्छ। काम के गर्ने, खालि ढुङ्गै मात्रै बोक्ने भन्ने होइन हैन। निर्माणमा, उत्पादनमा, आविष्कारमा हैन, अन्वेषणमा आविष्कार गर्नु पर्यो नि। यो देशको विद्यार्थीले गर्नु परेन है। अर्काले नै उमारिदिएको भात खाएको छ, अर्काले के अरे बनाइदिएको कलम, अर्काले नै तपाईँको बनाइदिएको कपी बोकेको छ, अर्काले लेखिदिएको किताब पढेर कुन चाहिँ विद्वान हुने हामी होइन र? खोइ त हाम्रो चाहिँ केही पनि छैन है। किताब पनि अरूले नै लेखिदिएको हो नि त, होइन र? अरूले लेखेको किताब होइन त्यो पढ्नु पर्ने, अनि अरूले नै गरिदिएको सबै कुरा, आफ्नो चाहिँ केही पनि छैन होइन। छक्क पर्छु म त। त्यसले गर्दा यो खालको शिक्षाले काम गर्दैन भनेर हामी 3 दिन मात्रै पढ्छौँ। 3 दिन मात्रै। श्रम संस्कृतिले तपाईँको छैन होइन। हामीले बहुमत मात्रै पाउँ न। अफिस पनि 3 दिन मात्रै खोल्ने हो, किन यति लामो गरिराख्नु? बिचमा कामै गरेको छैन होइन। धरानकै भनौँ न 500 जना कर्मचारी छ, त्यो 500 जना कर्मचारी मलाई श्रमदानमा सघाउँदा कति हुन्थ्यो काम? खाली कागज बोकेको छ, हिँडेको छ, कागज बोकेको छ, हिँडेको छ। जिन्दगी कागजबाट सुरु भयो, कागजमै सकियो है। धरानबाट चतरा जाने बाटो त उहिले तपाईँको छैन 36 सालमै पिच भएको अरे भन्छ। कहाँ भन्दा कागजमा।